हेलो हेलो नमस्ते सबैजनालाई। आज मेरो युट्युब च्यानलतिर एकदम स्वागत छ। आज म यहाँ पछाडि फिसर होटलमा आएका छौँ हामी चारजना एकदम भिजिट गर्न फिसर होटल आएको, यहाँको अनुगमन गर्न आएको छौँ के कस्तो छ भनेर के है साथीहरू। हत्त लगाएर बेलुकी साँझ पखको यस्तो छ यहाँको फिसर होटलको। अनि यतातिर समुद्र सतह नुहाउने, उता बाथरुम, यता हाम्रो भाइ हुनुहुन्छ। हेलो भाइ। जाडो छ दाइ, जाडो छ, अँधेरो भइसक्यो। आइ भगवान जम्मै दुःख भयो त। आया दाङ कहाँ अरे भाइ घर? मेरो दाङ घराइ हो दाइ। दाङ घराइको भाइ हुनुहुन्छ। म यता बागलुङको भइहालेको रे है। तपाईँहरूले मलाई चिन्नु भएको छ कि चिन्न त? अनि टक्क लगाएर हाँसो मिठो फेरि यता हाम्रो हाँसो मिठो हुने साला ल है। साला फेरि कहाँबाट हो रे? म स्याङ्जाबाट। अनि टक्क लगाएर स्याङ्जाको हाँसो एकदम मिठो छ साथीहरू। अब टक्क अब यो हाँसोलाई पनि माया गरिदिनु होला, हाम्रो भिडियोहरूलाई पनि माया गरिदिनु होला। धेरै दिनपछि समुद्रको अनुहार देखेको, त्यही भएर यसो टक्क लगाएर यहाँ म सानो भिडियो क्लिक गरेर तपाईहरुलाई म यहाँ युट्युबमा पोस्ट गर्दैछु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिने होला है। दुरुङ 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 दुरुङ। पानीको व्यवस्था पनि छ हेर्नुस्। यता पानीको व्यवस्था पनि छ हजुर। पानीको व्यवस्था पनि छ। युरोपतिर यस्तो धारा हुन्छ हेर्नुस्। पानीको व्यवस्था पनि छ। बाटोमा हिँड्दा खरो लागेपछि एकदम खाने साथीहरू। साला केही भन्नु छ? मेरो भन्नु केही छैन दादा, हामी बेरोजगारीलाई के भन्नु छ र? फेरि त्यसो नभन्नु ल। चमक धमक यहाँको यस्तै हो करे साथीहरू होइन। भेना सालाको एकदम आइरहेछ कि आइरहेछ कि अब आउँछ केही काम सकेर अब रुम जाँदैछौँ हामी है भेना। ठिक छ, अब 3 महिनामा काम भेट्यो, अहिले 5 महिना हुँदैछ हो नि होइन भेना? हो साला। ठिक छ, राम्रो भाउ छैन हो साला। यताको बसाइ यस्तो छ। बेलुकी बेलुकी यसरी बसाइ हुन्छ यता है साथीहरू। यसो चिसो हावा लिनु मन लागेपछि यता यसरी टक्क लगाएर आउने बस्ने, मोड अफ भयो बेला मोड फ्रेस गर्ने, यही त हो। टक्क लाउने। अहिले यहाँ टक्क भइसक्यो। यहाँ आज मेरो यहाँ 4 जनाको टोली थियो। 4 जनाको टोली हो यो। ल टक्क लगाएर यहाँ आइसक्यो है साथीहरू। ल कसले हेर्नुहुन्छ मेरो भिडियो यसो हेरेर माया गरिदिनु है, माया गरिदिनु है। गाह्रो छ मलाई। ल आउँदैन नृत्य हो मुस्का न म लाग्यो। हाम्रो सालाको गीत आइरहेछ। सालाको गीतलाई एकदम माया गरिदिनु होला। अब 1 देखि 2, 2 देखि 3, 4 हुँदै जाँदैछ है साथीहरू। मेरो युट्युब जसले हेर्नुहुन्छ एकदम सालाको गीतलाई भाइरल गरिदिनु होला, फलो गरिदिनु होला, लाइक सेयर सब्सक्राइब हो सेयर सब गरिदिनु होला हाम्रो भेनालाई। ल आज चाहिँ यहाँ टक्क लगाएर भरे यो भिडियो अपलोड गरिन्छ। एकदम भिडियोलाई चाहिँ सबैले माया गरिदिनु है। साला केही भनिदिनु ल। वास्तवमा तपाईँबाट इन्डिङ हुँदैछ। ल जेखानको भिडियोलाई सबभन्दा धेरै रुचाइदिनु होला। जेखानको युट्युब च्यानललाई माथिभन्दा माथि पुर्याइदिनु होइन। यति भइसकेपछि जेखान पनि खुसी, म पनि खुसी। ल यो भिडियोलाई सबै भाइरल गराइदिनु ल। धन्यवाद।